आज म गएँ केटी हेर्न सिनागबु। तो चलिए शुरू करते हैं। हेलो गाइज, वेलकम टु माई मिनी ब्लग। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। अबे जल्दी बोल, कल सुबह पनवेल निकलना है। बाइ द वे म सिनागबु केटी हेर्न चाहिँ होइन है, बोका भनेर फेरि गेम पेल्नु होला होइन। त्यस्तो सिनागबु जानुको रिजन चाहिँ भान्जालवाला किन्दिन थियो, त्यसको लागि चाहिँ म सिनागबु गएको थिएँ। अनि त्यो सिनागबुमा चाहिँ हल्का भित्र 7 मिनट जति हिँड्न पर्दो रहेछ कि त्यो पसलमा चाहिँ। अब पसल चाहिँ देखाउँदिनँ म, पसल चाहिँ के फ्रीमा एडभर्टाइजमेन्ट गर्नु। जोले पैसा दिन्छ त्यसको पछि लाग्ने तर बाला चाहिँ ठिकै लाग्यो मलाई। म सिनागबु चाहिँ जानुको अरू पनि रिजन छ, त्यहाँ केटीहरू त हुन्छन् कि साथै दिदीबहिनीहरू पनि हेर्न मन लाग्छ, त्यही भएर। सिनागबु चाहिँ नेपाली मात्र हुन्छन् के, अनि त्यही भएर। कैसा लगा मेरा मजाक? अनि तिज पनि लागेको छ। अब नेपालीहरूलाई तिज लाग्दै हुँदैन, फेरि साडीहरू लगाएर हिँडिरहेको हुन्छन् बाहिर, त्यही हो गाइस। सिनागबु जियो साह्रै रमाइलो भयो।